नमस्ते साथीहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईहरुले यो चाहिँ धनकुटा राजारानी हो अनि धनकुटा राजारानीमा चाहिँ यो अहिले हामी कृषिलाई प्राथमिकता दिएर मेरो बहिनी अनि म दुईजना मात्रै भएर यतिको आँट गरिरहेको छौँ। यो करिब 6 रोपनी जग्गा छ। 6 रोपनी जग्गामा चाहिँ यस्तो टनेल लगाएर यसपाल चाहिँ हामीले यो एउटा मात्रै यो एउटा खोर्सानी प्राय जस्तोले रोप्छ हैन। पहिला अब हामीले अर्को जग्गामा चाहिँ एउटा खोर्सानी मात्रै दुईटा खोर्सानी रोपेको थियौँ। यस्तै टनेल लाएर अब त्यहाँ पनि लाउनु पर्ने छ। अब अनि अहिले चाहिँ हामीले कस्तो हुँदो रहेछ हेरौँ भनेर यहाँनिर हामीले 3वटा पाल बनाएको छौँ। अनि बिचमा खोर्सानी, किनभने कोपी त 3 महिना 4 महिना पछाडि भइहाल्छ बेच्नलाई। अनि यो खोर्सानीलाई चाहिँ अकबरे खोर्सानी, अनि बिचमा चाहिँ अकबरे खोर्सानी, अनि छेउछेउमा चाहिँ फुलकोपी। अनि यो टनेल बनाउँदाखेरिमा यसरी नेपालमा चाहिँ गरी खानु पनि धेरै गाह्रो। किन भन्दाखेरि अब हामीले जुन नेपाल कृषि प्रधान देश त भन्छ, तर त्यो कृषि प्रधान देश भएर पनि अब हामी कृषकहरूलाई केहीमा सुविधा हुँदैन। अब अनि नभएपछि अब यो एउटा प्लास्टिकलाई रोलमा 400 मिटरको हुन्छ। 400 मिटरको करिब 4000 रुपियाँले हामीले लिनुपर्छ। अनि अहिले म चाहिँ यो कृषि खेतीलाई प्राथमिकता यसपाल दिउँ भनेको। अनि किनभने फर्म हामीले पनि बङ्गुर फर्म सञ्चालन गरेको थियौँ हामी दिदीबहिनी मिलेर। तर हामी दुईजनालाई अब त्यो यो किन त्यो सुँगुर पाल्दाखेरि चाहिँ हामीले अर्को खालको सुँगुर पालेको थियौँ, हिमचार। त्यसबाट चाहिँ हामी धेरै घाटा खायौँ। अनि त्यसमा अब के गर्ने त भनेर भन्दाखेरि अब यो बाख्रा पनि छ, मेरो बाख्रा फर्म पनि छ। अनि अहिले अब सुँगुरलाई चाहिँ हटाएर अनि यो कृषि चाहिँ यसपाल चाहिँ यसरी लगाइ हेरौँ न त भनेर यो हामी सञ्चालन गर्दैछौँ साथीहरू। किनभने अब केही गर्नलाई नेपालमै गरी खान्छु भनेर केही गर्नु पनि धेरै गाह्रो रहेछ। अब धेरै पैसा खर्च हुने, अनि फेरि हामीलाई चाहिँ यो यसमा चाहिँ कसैले पनि हामीलाई छुटहरू नदिने। यत्रो गर्दाखेरि पनि अब कृषि प्रधान देश त भन्ने हो सरकारले, तर अब कृषि प्रधान देश चाहिँ खोइ कस्तो खालको देश हो। त्यही भएर हामीले यो यसरी हामीले दुःख गरेर यस्तोरी लाउँदैछौँ। यसमा अब पछि गएर यहाँबाट फलेको चिजहरू पनि तपाईँहरूलाई देखाउने छु। कृपया मेरो भिडियो लाइक सब्सक्राइब गरिदिनु होला, किनभने तपाईँहरूको माया चाहिन्छ मलाई। अब यो कृषि क्षेत्रमा भर्खरै सुरुवात गर्दैछु। अब मैले फर्म खोलेको चाहिँ 2-3 वर्ष 4 वर्ष बितिसक्दा पनि सरकारले चाहिँ अब कुनै पनि योजनाहरू हामीलाई प्राप्त भएको छैन। अनि सुँगुरबाट डुब्यो। अनि अहिले अब बाख्रा पनि बाख्रा फर्म पनि छ, मैले सञ्चालन गरिरहेको छु। अनि यसरी यो चाहिँ धेरैजना मिलेर बनायौँ। तर अब लास्टमा चाहिँ अब हामीले धेरै खर्च गर्नु नसक्दाको कारणले अब हामी दुईजना दिदीबहिनी यसरी लागि परिरहेछौँ। पानीको त नामै छैन, यसरी धुलो उठ्छ है। अनि मेरो बहिनीले चाहिँ यसरी यो बिच खोर्सानीलाई अनि यो छेउछेउमा चाहिँ कोपीलाई यसरी मेहनत गरिरहेछौँ हामीले नेपालमै बसेर। अब नेपालमा त अब कुनै पनि कुरा सुविधा नभए पनि आफ्नो लागि बाँच्नको लागि आफै त गर्न परिहाल्यो। अब करिब मेरो 40-45वटा बाख्रा छ। अनि यो गोरु गाई पनि पाल्छु, लगायत सुँगुर पनि हामी दुईजना मात्रै छौँ घरमा चाहिँ। अनि यसरी अब पानीको सुविधा छैन। पानीको सुविधा भए पनि बिहान अब 1 घन्टा आउँछ, 15 दिन पानी। अलिकति हाम्रो माथि साइडमै पर्छ। अनि सुँगुरको खोर चाहिँ सुँगुर पनि पाल्छौँ हामी, गाई बाख्रा कुखुरा सुँगुर सबै पाल्छौँ हामी। अब यो चाहिँ भर्खरै
यो खोरको बेचिसकेर अनि त्यहाँदेखि भर्खरै एउटा सानो पाठा लिएर आएको अहिले। अनि मेरो यसरी हामी चाहिँ यो बाख्राहरू यसरी बाहिर बाँधिरहेको छु मैले। अब पानी आएको छैन त्यही कारणले गर्दा यता मलाउनुलाई। यो भर्खरै 5वटाले ब्याएको पाठापाठी चाहिँ यहाँ छ। अनि पर खोर छ, भर्खरै खोर चाहिँ मैले बनाएको छु बाख्राको खोर। त्यो खोरमा पनि बाख्राहरू चाहिँ छ। अहिले चाहिँ भिडियोमा लगाएको छुइनँ, कुनै दिन टाइम भयो भने लाउँला। अब हामी चाहिँ यसरी फर्म खोले पनि यस्तै तरिकाले घाँसहरू बाँधिदिन्छौँ। आज भर्खर एउटा पाठा ब्याएको छ यो बाख्राले, सानो पाठै सानो ब्याएको छ। साह्रै कराउँदो रहेछ हौ एकतिरका। लु अब आजलाई त्यति नै। हामीले करिब 6-7वटा मात्रै दिनमा रोप्ने योजना गरेको छौँ। अब मेरो बहिनी फर्किँदै गयो। कृपया तपाईँहरूले सबैजनाले मेरो भिडियो लाइक सब्सक्राइब गरिदिँदै गर्नुहोला, माया गर्नुहोला। फेरि पनि म यसरी नै भिडियो लिएर आउनेछु।